नमस्ते साथीहरू, मेरो नाम चाहिँ कल्याणी गौतम। म चाहिँ बारा जिल्ला सिमराबाट आएको। यहाँ पवित्र गार्डनमा आएको छु। यहाँ उहाँको गार्डनमा उहाँलाई भेट्न उहाँलाई एकदम मन पऱ्यो भेट्न। म उहाँदेखि गार्डन पनि हेर्न आएको, उहाँलाई भेट्न पनि आएको। साथी भनेर साथीको रूपमा एउटा यहाँसम्म आएँ। म उहाँको गार्डन हेरेँ। अब यसो मन पर्छ दुईवटा फुलहरू पनि लान्छु। अब साथीहरूलाई पनि यहाँ यसो आउन मन छ भने आउनुहोस्। लोकेसन उहाँहरूको यहाँको यहीँ बिर्ता मोड हो। म चाहिँ बारा जिल्लाको हो। साथी अब कहाँदेखि कहाँसम्म हुन्छ। अनि साथीहरू अब मैले युट्युब च्यानल पवित्र गार्डनमा त देखाइरहेको हुन्छु, भए पनि उहाँलाई दिदीलाई चाहिँ चित्त नबुझेर चाहिँ अब साह्रै भेट्नु मन पनि लाग्यो अरे। प्र्याक्टिकल होइन, फिजिकल यतिकै अब फिजिकलमा भनेछु, प्र्याक्टिकली मलाई भेट्नु पनि मन लाग्यो अरे। हो, त्यही भएर उहाँ आउनुभएको छ। साथीहरू हजुरहरू पनि अगर यता आउनु घुम्नु, अब उहाँ चाहिँ अब मलाई मात्रै डाइरेक्ट भेट्नु आउनुभएको होइन। कहाँ कहाँ जानुभयो दिदी तपाईँ? दार्जिलिङ हुँदै दार्जिलिङ हुँदै कता 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 घुम्दै अनि यहाँ एक रात बस्नुभयो। अब आज जाने भन्नु हुँदैछ। अनि हजुरहरू पनि फुर्सद छ भने त्यसरी आउनु सक्नुहुन्छ साथीहरू है त। अब सिकाउने त त्यस्तै हो, एउटा बहाना हो परिवारदेखि। अब यस्तो भनेर आउनुभएको होला पक्कै पनि। पवित्र गार्डनदेखि दिदीदेखि बहिनीदेखि म सिक्छु भनेर चाहिँ आउनु बहाना गरेर आउनुभएको। तर अब मैले युट्युबमा देखाइरहेको छु। अनि एउटा भेट्नेको बहानाको त गर्नु पर्यो आफ्नो परिवारलाई होइन साथीहरू। अनि त्यस्तै गरेर आउनुभएको छ। अनि दिदी आउनुभयो, खुसी लाग्यो। यसरी नै अरू साथीहरू पनि फुर्सद हुनुहुन्छ भने आउनु सक्नुहुन्छ है त। हेलो नमस्ते साथीहरूलाई, कल्याणी गार्डनमा वेलकम। आज चाहिँ म मेरो घरमा लालुपाते फुलेको देखाइरहेको छु साथीहरूलाई। यहाँ चाहिँ लालुपाते, यो चाहिँ 1 वर्षमा एकचोटि फुल्ने हो होइन। अब यो चाहिँ एकदम भर्खर सुरुवात हुँदैछ है, फुल्दैछ। साथीहरूलाई चाहिन्छ भने यसको चाहिँ डन्ठी नै कलम लाग्छ है। चाहियो भने सम्पर्क गर्नु होला। हस् त, नमस्ते कल्याणी गार्डनमा साथीहरूलाई। आज म के देखाउनु गइरहेको छु, हामीले घरमा निक्लेको हुन्छ नि यो प्याजहरू, तरकारीको त्यो तरकारी घर सबै हुन्छ नि। अब यसरी राख्ने, अनि यसमा चाहिँ माटोले दिने, अनि यो मल बन्छ है। अनि हेर्नु मैले यसरी बनाएको मल हेर्नु हेर्नु त साथीहरू। अब मल किन्नु परेन होइन, अर्ग्यानिक मल भयो, राम्रो हुन्छ। फुलहरू त त्यो तरकारी हरेक कुरामा लगाउन सकिन्छ यो है। मल बनाउनु तरिका अनि एउटा प्याजको बिउ चाहिँ यो प्याजको बोक्रा एकदमै यसको मल है। पानी भिजाएर बाल्टीमा राख्नुहोस्। अनि बेलुकाको यही पानी चट्टै फुलहरूमा हाल्ने गर्नुहोस्। घरको कुराहरू खेर पनि गएन, बाहिर फोहोर पनि भएन, आफ्नै घरमा युज भयो। हेलो साथीहरू नमस्ते। आज म कल्याणी गार्डनमा साथीहरूलाई म यो चाहिँ मेरो यो पहेँलो फुल देखाउन गइरहेको छु। हेर्नु नि कस्तो राम्रो फुलेको, हेर्नु त। सानो गमलामा पनि यस्तो राम्रो फुल छ होइन। अब स्याहार चाहिँ गर्नुपर्छ होइन, अब मिहिनेत गर्नुपर्छ, स्याहार पनि गर्नुपर्छ होइन। तर एकदमै स्याहार गरे अनुसार आनन्द आउँछ कि बिहान उठेर चट्टै यसरी फुलहरू हेर्दाखेरि कस्तो आनन्द आउँछ। र साथीहरू पनि रोप्ने गर्नु, फुल घर वरिपरि ठाउँ छ भने त माटोमा रोप्दा झन् अति राम्रो हुन्छ। हाम्रो त माटो नभएर गमलामा रोप्नु पर्यो साथीहरू। ल हस् त, नमस्ते साथीहरू नमस्ते। आज म हजुरहरूलाई यो बेथुवाको साग कि हाम्रो तराईतिर पाउँछ होइन, यो बेथुवाको साग किनेर लिएर आएको छु। अनि त्यहाँ यसलाई मजाले पखाल्ने होइन। अनि यसलाई पखालेर मजाले सुकाउने, यसरी सुकाउने। अनि सुकाएर यसलाई म अरिकञ्चन बनाउँछु होइन। म अनि बनाएपछि त्यो पनि त्यो रेसिपी पनि हजुरलाई म देखाउने छु है। अहिले चाहिँ मैले यो पखालेर सुकाएको छु बेथुवाको साग। यो पनि हाम्रो खेतमा दिनमै हुन्छ, तर टिप्न मिहिनेत पर्छ है। टिपेर ल्याउनु हुन्छ दिदीबहिनीहरूले, हामीले चाहिँ किन्नुपर्छ। हस् त साथीहरू, बनाएपछि फेरि देखाउँछु। हर हर महादेव। आज शिवरात्रि। मैले साथीहरूलाई के देखाउन आएको भने म कहाँ चाहिँ बेलपत्ता छ के, हेर्नु न बेलपत्ता। शिवजीलाई एकदम मनपर्ने हो नि आज बेलपत्ता। साथीहरूलाई चाहिन्छ भने आउने है कल्याणी गार्डनमा साथीहरू। अनि फुल पनि छ, शिवजीलाई मनपर्ने कुरा सबै कुरा छ म कहाँ है। अब म शिवजीको भक्ति भएर होला, शिवजीलाई मनपर्ने कुरा सबै छ, भाङ धतुरो सबै छ है। ल साथीहरू आउनु होला कल्याणी गार्डनमा। हेलो नमस्ते साथीहरू, कल्याणी गार्डनमा वेलकम। आज साथीहरूलाई म हेर्नु न मका फुलेको घन्टी फुल ल्याउँछु। यो दबाई पनि हुन्छ है, यसको बिचको यो भाग छ नि यो दबाई पनि हुन्छ साथीहरू है।
हेर्नु न फुलेको आहा फुल फुल्दा चाहिँ रमाइलो लाग्छ नि घरमा हेर्नु त साथीहरू हेर्नु त यसको पनि हाँगा सर्छ साथीहरू किन्नु पर्दैन तपाईँहरूले चाहियो भने यो हाँगा सर्छ आउनु होला हेलो नमस्ते कल्याणी गार्डनमा साथीहरूलाई आज म मेरो घरको गुलाब फुलेको देखाउँछु है हेर्नु न गुलाब फुलेको तर के गर्नु वर्षमा एकचोटि मात्रै फुल्छ है गुलाब है काँडा हुन्छ त्यो काँडा भए पनि हेर्नु न कस्तो राम्रो फुल्ने कि हेर्नु त हेलो नमस्ते साथीहरू कल्याणी गार्डनमा आज म साथीहरूलाई लाउरी फुल देखाइरहेको छु है यो लाउरी फुल वर्षमा एकचोटि मात्रै फुल्छ फुल्न चाहिँ है तर यसलाई अब वेट सपोर्ट दिने बेला भएको कि लट्किन थाल्यो साथीहरू है अब एकचोटि फुल्छ तर राम्रो फुल्छ है सबैले आफ्नो घरमा फुल लगाउँ सुन्दरता बढाउँ हस् त हेलो साथीहरू नमस्ते कल्याणी गार्डनमा स्वागत छ साथीहरूलाई मैले आज यो देखाइरहेको छु है यो चाहिँ एउटा यो त सिजनी फुल हो सजनभरि फुल छ है यो चाहिँ अब कति राम्रो कलर छ हेर्नु न दुई कलरको हुन्छ एउटा पिङ्क कलरको हुन्छ एउटा रेड कलरको छ मसँग त दुईवटा कलरको छ है अब यो चाहिँ दाना झर्छ साथीहरूलाई चाहियो भने असार साउनमा पाउनु सक्नुहुन्छ यो दाना हुन्छ यो दाना सर्छ है साथीहरू चाहियो भने असार साउनमा सम्पर्क गर्नु होला हस् त हेलो साथीहरू नमस्ते कल्याणी गार्डनमा स्वागत छ साथीहरूलाई मैले आज यो देखाइरहेको छु है यो चाहिँ एउटा यो त सिजनी फुल हो सजनभरि फुल छ है यो चाहिँ अब कति राम्रो कलर छ हेर्नु न दुई कलरको हुन्छ एउटा पिङ्क कलरको हुन्छ एउटा रेड कलरको छ मसँग त दुईवटा कलरको छ है अब यो चाहिँ दाना झर्छ साथीहरूलाई चाहियो भने असार साउनमा पाउनु सक्नुहुन्छ यो दाना हुन्छ यो दाना सर्छ है साथीहरू चाहियो भने असार साउनमा सम्पर्क गर्नु होला हस् त हेलो नमस्ते शुभ बिहानी साथीहरू मैले चाहिँ साथीहरूलाई आज चाहिँ अस्ति रेड कलरको देखाएको थिएँ आज चाहिँ यो अरेन्ज कलरको छ है यो हेर्नु न यो पनि यसको बिहा निक्लिन्छ कि यसको चाहिँ किन्न पर्दैन साथीहरू यसको चाहिँ यस्तो बिहा निस्केर सरेपछि तपाईँले चाहियो भने पाउनुहुन्छ हस् त हेलो नमस्ते कल्याणी गार्डन साथीहरूलाई आज म यो फुल देखाउनु गइरहेको छु है यो 2 वर्षपछि फुल्यो होइन यो कस्तो होला भन्ने कुरा पनि थाहा थिएन 2 वर्षमा नफुल्दा यो फुल्यो यो लगभग 15 दिन जति भइसक्यो यो फुलेको है अब अर्को पनि फुल्न लागिरहेछ है यति पनि राम्रो फुल रहेछ यो फुल अब राम्रो रहेछ धेरै पछि इन्तजार गरेर यस्तो राम्रो फुल पायो के भन्नु र कल्याणी गार्डनमा हेर्नु हस् त साथीहरू नमस्ते साथीहरू कल्याणी गार्डन हेर्नु फुल हेर्नु साथीहरू यहाँ हेलो नमस्ते साथीहरू आज म हेटौँडाबाट फुल किनेर लिएर आइछु कि साथीहरू कल्याणी गार्डनमा फुल आवश्यक पर्ने फुलहरू चट्टै किनेर लिएर आइछु मैले अब हेर्नु न अब रोपेपछि फेरि म साथीहरूलाई देखाउने छु हेलो नमस्ते साथीहरू शुभ बिहानी आज कल्याणी गार्डनमा मैले चाहिँ आज यो फुलको देखाइरहेको छु हेर्नु न यो फुलको चाहिँ यो सर्छ है साथीहरू चाहियो भने यस्तो यो यसबाट सर्छ है यसबाट सर्छ है साथीहरू यो चाहियो भने अब हजुरलाई यसको आवश्यक छ भने चाहियो भने हजुरलाई लगाउनु छ भने सम्पर्क गरेर आराम मसँग लान सक्नुहुन्छ है मैले सबैलाई फुल बाँडिरहेको छु फुल लगाऊँ घर सुन्दर बनाऊँ सिमरालाई सुन्दर बनाऊँ फुल लगाऊँ भन्ने अभियानमा म हिँडेको छु साथीहरूले यो लैजानु होला चाहिन्छ भने यो फुल मसँग छ है हस् त साथीहरू नमस्ते हेलो साथीहरू नमस्ते कल्याणी गार्डनमा आज चाहिँ साथीहरूलाई मैले यो ल्वाङ फुल भन्छ यसलाई चाहिँ है यो 2-3 प्रकारको हुन्छ हुन चाहिँ है पहेँलो रातो एउटैमा फुल्छ मेरो चाहिँ धेरै फुल्छ यो पनि 12 मासे फुल हो है यति फुल्छ अहिले चाहिँ अब फुल बिहान सबै भगवान चढाउन लगिसक्नु भएको साथीहरूले अब खासै फुलेको छैन हेर्नु नि यो पनि ल्वाङ फुल है साथी सर्छ यो पनि 12 मासे फुल हो यो पनि हस् त हेलो साथीहरू नमस्ते आज चाहिँ मैले मेरो घरको यो फुल देखाइरहेको छु हेर्नु न एउटै बोटमा 2 कलर के एउटा भेन्टा कलर एउटा सेतो है हेर्नु न कस्तो राम्रो फुलेछ नि के भन्नु र आनन्द आउँछ क्या फुल फुलेको देख्दा नि असाध्यै आनन्द आउँछ साथीहरू हेर्नु त कति रमाइलो आहा ल हेर्नुहोस् फुल रोपौँ घर सुन्दर बनाऊ
हेलो साथीहरू नमस्ते। मैले जानकारी भएको कुरा साथीलाई सिकाउन गइरहेको छु है। यो फुल छ नि साथीहरू, अब यो सिजनको फुल होइन, एकचोटि सबै फुलै नि अब यसलाई नि यसरी यसरी काट्नु पर्यो। अनि फेरि एक सिजन फेरि यसले अर्को पाउला नयाँ पाउला आएर नि मजाले फेरि फुल्ने रहेछ। दुईचोटि फुल्ने रहेछ यो साथीहरू। अब हामी चाहिँ पहिला एकचोटि फुलेपछि अब यसलाई भयो सिद्धियो भन्थ्यौँ होइन, तर यसलाई यसरी कटिङ चट्टैलाई कटिङ गरेपछि अब फेरि एक झट्का यो मजाले अर्को नयाँ पाउला आएर मजाले फुल्ने रहेछ। अब यसलाई यस्तो गर्नुपर्ने चाहिँ हेर्नु साथीहरू, जानकारी है यो। कतिले जान्नु भयो नजानेले पनि अब सिक्नु होला। हस् त। हेलो साथीहरू नमस्ते। हेर्नु नि मेरो घरको फुल हेर्नु साथीहरू, 1 2 3 4 कलर। हेलो साथीहरू नमस्ते। कल्याणी गार्डनमा स्वागत छ। साथीहरूलाई मैले चाहिँ यो हेर्नु न, यो फुल देखाउनु गरेको आज चाहिँ मैले है मेरो घरको। यो पनि 12 मासे फुल छ है, त 2-3 कलरको हुन्छ। एउटा येलो पनि छ, एउटा येलो छ र एउटा रेड छ। राम्रो फुल छ यो पनि। यसको पनि अब हाँगासाँगा सर्छ। यो त 2-3 प्रकारको हुन्छ, एउटा सानो हुन्छ एउटा अलि ठुलो हुन्छ। ल साथीहरूलाई चाहियो भने यो पनि पाइन्छ है। हेलो साथीहरू नमस्ते। आज चाहिँ मैले यो यसको अब यो यसरी काट्नुपर्ने चाहिँ अब धेरै ठुलो भयो है साथीहरू यो। अब फेरि अर्कोचोटिलाई यसरी चटचट यसरी काट्ने हेर्नु, हामीले त अब काट्दो रहेछ है। अनि यो अब यसरी चट्ट काटेर ठल्ल ठुलो पनि गाँठे हुन्छ। अब यसलाई चट्ट यसरी काट्ने, अब यसलाई अर्कोचोटि फेरि फलाउनु है यसो काटछाट गरेर राख्नुपर्ने चाहिँ साथीले यसरी चट्ट लाएर अब यसको फेरि नयाँ पाउला आउँछ। अनि नयाँ पाउला आएर अनि राम्रोसँग फल्छ। अनि फेरि साथीहरूलाई म देखाउने छु है। त साथीहरूले छाटकाट गर्नुपर्ने चाहिँ बेलैमा जे कुराको पनि सिजन सिद्धिएपछि एकचोटि पुरै छाटकाट गर्नुपर्ने छ। हस् त साथीहरू। हेलो नमस्ते साथीहरू। आज हेर्नु न कल्याणी गार्डनमा वेलकम। साथीहरूलाई आज मैले यो बेगमबली फुल लहरा जानेवाला देखाइरहेको छु है। हेर्नु न लहरा फुल फुल त अति सुन्दर। आहा हुन त रोडभरि पनि छ सन्त लगाएको है। तर रोडको चाहिँ के भन्नु, बिहान साथीहरूको कामै त्यही हुन्छ। घरको त राख्नुहुन्न, रोडको चाहिँ के राख्नु। हेलो साथीहरू गुड मर्निङ नमस्ते। कल्याणी गार्डनमा स्वागत छ। आज मैले साथीहरूलाई चाहिँ यो मेरो घरको यो चाहिँ अब यो पनि सिजनै फुल हो। अब हुन्छ फेरि मर्छ, अनि यसको फेरि यसो गाड्नुपर्छ फेरि हुन्छ है। यो 3 कलरमा छ है। अब एउटा सेतो, अर्को यो 3 कलरमा चाहिँ साथीहरू यो फुल्दा कति राम्रो देखिन्छ, सुन्दर कति राम्रो। आहा हेलो साथीहरू नमस्ते। यहाँ हेर्नु न यो चाहिँ सेतोमा अनि टुक्क माथिबाट रातो छ है। यो बिहान एउटाको देखाएको थियो, यो अर्को है साथीहरू। म 7 कलरकोमा हाल्ने छु है भिडियो। हस् त। हेलो नमस्ते साथीहरू। यो चाहिँ हाम्रो नेपालगञ्जको है साथीहरू। सिमराम पनि यस्तै हुन्थ्यो नि, के गर्ने र। अब सिमरामा त बिहान 3 बजीदेखि साथीहरू झोला बोकेर महिला पनि पुरुष पनि यही फुल टिप्नको लागि हिँड्नुहुन्छ। फुल नटिप्नु त हेर्नु त कति राम्रो हुँदो रहेछ। सिमरा हाम्रो पनि भोलि यस्तै हुन्छ नि। भोलिदेखि फुल टिप्ने कार्यक्रम बन्द गरौँ साथी हो। हस् त। हेलो साथीहरू नमस्ते वेलकम कल्याणी गार्डनमा। हेर्नु साथीहरू कस्तो राम्रो फुल के यो। अब तर एकदम भाँच्यो नि कि। हेर्नु न सबै लत्रेर नि, के भन्नु र। हेर्नु न सुन्दर फुल हो। हेलो साथीहरू नमस्ते। आज चाहिँ मैले यो यसको अब यो यसरी काट्नुपर्ने चाहिँ अब धेरै ठुलो भयो है साथीहरू यो। अब फेरि अर्कोचोटिलाई यसरी चटचट यसरी काट्ने हेर्नु, हामीले त अब काट्दो रहेछ है। अनि यो अब यसरी चट्ट काटेर ठल्ल ठुलो पनि गाँठे हुन्छ। अब यसलाई चट्ट यसरी काट्ने, अब यसलाई अर्कोचोटि फेरि फलाउनु है यसो काटछाट गरेर राख्नुपर्ने चाहिँ साथीले यसरी चट्ट लाएर अब यसको फेरि नयाँ पाउला आउँछ। अनि नयाँ पाउला आएर अनि राम्रोसँग फल्छ।
फेरि साथीहरूलाई म देखाउने छु है त्यो साथीहरूले छाटकाट गर्नुपर्ने छ बेलैमा जे कुराको पनि सिजन सिद्धिएपछि एकचोटि पुरै छाटकाट गर्नुपर्ने छ। हस् त साथीहरू। हेलो साथीहरू नमस्ते, कल्याणी गार्डनमा वेलकम। हेर्नु साथीहरू चाहिँ मेरो पहेँलो फुल छ है, पहेँलो फुल हेर्नु मसिनो कति राम्रो छ तर के यो चाहिँ यसो हाँगा पनि सर्छ सरल चाहिँ। साथीहरू चाहियो भने चाहिँ बर्खामा सार्नुपर्छ। हस् त साथीहरू। हेलो साथीहरू नमस्ते। यहाँ हेर्नु यो चाहिँ सेतोमा अनि टुक्क माथिबाट रातो छ है। यो बिहान एउटाको देखाएको थियो, यो अर्को है साथीहरू। म 7 कलरकोमा हाल्ने छु है भिडियो। हस् त। हेलो साथीहरू नमस्ते। आज कल्याणी गार्डनमा हेर्नु साथीहरू मैले हिजो चाहिँ पहेँलो देखाएको थिएँ है, अहिले चाहिँ रेड कलर हेर्नु कस्तो राम्रो सानो सानो बोटमा फुल्ने के गर्छ है, कस्तो राम्रो हेर्नु साथीहरू। ल त साथीहरू यस्ता। हेलो साथीहरू नमस्ते। आज कल्याणी गार्डनमा हेर्नु साथीहरू मैले हिजो चाहिँ पहेँलो देखाएको थिएँ है, अहिले चाहिँ रेड कलर हेर्नु कस्तो राम्रो सानो सानो बोटमा फुल्ने के गर्छ है, कस्तो राम्रो हेर्नु साथीहरू। ल त साथीहरू यस्ता। तपाईँ चाहिँ बेलुका र बिहान मात्रै गर्नु छतमा काम त? त्यही त हो, अब त फुल प्याकिङ गरेर जानुपर्छ। यहाँ त दिउँसो सक्दैन बिहान र बेलुका। ए यिनीहरू कति नि? यो त बेच्दैन, तल छ त्यो अरू कलरको त छ। एउटा मात्रै छ। हरियो राखेको कलेजी जस्तो आउ नानी। हेलो साथीहरू नमस्ते वेलकम कल्याणी गार्डनमा। हेर्नु मेरो यो सेतो फुल फुलेको कति राम्रो छ है साथीहरू। 2-4 दिन घरबाट बाहिर गएको फुल त खङ्ग्राङ्गै सुकेछ। हिजो बेलुका अलिअलि पानी हालेर मर्मत गरेर यतिको भयो है साथीहरू। धेरै गर्मी छ नि त सिमरामा। हस् त साथीहरू। हेलो नमस्ते कल्याणी गार्डनमा। हेर्नु न आज मेरो घरमा यो फुल फुलेको छ। यो पनि 1 वर्षमा फुल्ने हो है, तर 1 वर्ष इन्तजार गर्नुपर्छ यसको फुल हेर्नलाई। यो चाडा फुल छ तर 15-20 दिन जति बस्छ है। अनि यहाँ पनि थियो, यहाँ चाहिँ अब बुढाहरूले भन्नु कि अब ठुलाले भन्नु कुन चाहिँले निकालिदिएछ क्या। हेर्नु नि यहाँ फुल यो चाहिँ निकालिदिएछ क्या कुन चाहिँले। हेर्नु न कति राम्रो फुल। 2टा कलरको छ है मेरो। म अर्को पनि देखाउँछु साथीहरूलाई। हस् त। हेलो साथीहरू नमस्ते। हेर्नु न यो पनि 1 वर्षमा एकचोटि फुल्ने हो है। मैले देखाइरहेको छु आज। यो फुलेछ राम्रो, 4वटा फुल फुल्छ तर 2टा ओइलाउनु थालिसकेको छ है। हेर्नु साथीहरू कति राम्रो फुल्छ है। हेलो नमस्ते साथीहरू। यो चाहिँ अब यसलाई चाहिँ अब हाम्रो सदाबहार फुल हो है। यसलाई चाहिँ केरा फुल भन्छ। अब यसको सिजन आयो साथीहरू है। मेरो चाहिँ येल्लो कलर र रेड कलर फुलेको छ। अनि अरू फुल्दैछ मसँग यो चाहिँ 7 कलरको छ साथीहरू। फुल्दै गएपछि सबै साथीहरूलाई देखाउने छु। हस् त साथीहरू। हेलो साथीहरू यो पनि सदाबहार फुल सेतो कलर है। यो चाहिँ हेर्नु कस्तो राम्रो फुल फुल हरियोमा सेतो कम राम्रो देखिँदो रहेछ भाइ। आमामामा कस्तो राम्रो साथीहरू। हेलो साथीहरू नमस्ते कल्याणी गार्डनमा। अब चाहिँ फुल होइन मैले सो बोटहरू देखाइरहेको छु साथीहरू। हेर्नु यहाँ एउटा यो है। अब सबै आज देखायो भने फेरि भोलि के देखाउने होइन, त्यही भएर आज यसको पनि हाँगा सर्छ, कटिङ सर्छ। चाहियो भने यसो सम्पर्क गर्दै गर्नु होला मलाई। चाहियो मलाई भनेर म कटिङ गरेर सारिदिन्छु। हस् त। हेलो नमस्ते साथीहरू। मेरो चाहिँ आज यो फुल पनि फुलिरहेको छ। सेतोमा एउटा छ अनि एउटा पिङ्क कलरको हेर्नु कस्तो राम्रो फुलेको छ हेर्नु त। ल यो पनि कलम सर्छ है साथीहरू। चाहियो भने सम्पर्क गर्नु होला। हस् त। हेलो साथीहरू नमस्ते कल्याणी गार्डनमा। यो चाहिँ यो पहेँलो फेरि यो खालको पहेँलो चाहिँ साथीहरू बल्ल फुल्न थालेको फुलहरू। अब फुलहरू 1-2 झट पानी आएदेखि मजा हुन्थ्यो। के गर्नु त आउँछ होला नि पानी। ए साथीहरू फुले। हस् त। हेलो साथीहरू नमस्ते कल्याणी गार्डनमा वेलकम। आज मेरो चाहिँ यो फुल फुलेको छ। आज यो घन्टी फुल हेर्ने घन्टी फुलको पनि लगभग 18-19 प्रकारकै देखिसकेँ मैले है। त्यसमा अब 10-12वटा सायद मसँग पनि होला है। अब फुल्दैछ पालो म हजुरहरूलाई देखाउँदैछु साथीहरू। घन्टी फुल हेर्नु फुल फुल्दा अर्कै आनन्द के साथीहरू।
कति रमाइलो हुन्छ नि है। हस् त। हेलो साथीहरू नमस्ते। आज मेरो यो फुल फुलेको छ हेर्नु न। यसलाई चाहिँ कनिके फुल भन्छ कि अब के भन्छ, हामी चाहिँ गाउँतिर कनिके फुल भन्छ, अब यसलाई चाहिँ के भन्छ है। हेर्नु अरू सबै कस्तो राम्रो भएर लागेको हेर्नु। यसको चाहिँ कलम छ है साथीहरू, यसको कलम छ। हजुरलाई चाहियो भने आउनु सक्नुहुन्छ है। यसको चाहिँ कलम बिरुवा उम्रिएको छ है साथीहरू, यो फुलको है साथीहरू। हस् त। हेलो साथीहरू नमस्ते। कल्याणी गार्डनमा हेर्नु न साथीहरू म कहाँ यो कलरको फुल फुलै, फेरि यो कलरको घन्टी फुल हेर्नु है। हेर्नु साथीहरू, आहा कति राम्रो है। हस् त, अरू पनि म देखाउने छु। हेलो साथीहरू नमस्ते। एउटा बोट मैले करेला रोपेको है साथीहरू, हेर्नु न। ए हेर्नु नि, ए चिचिला हेर्नु न, चिचिला सानो एउटा यसमा रोपेको हेर्नु न, ग्रो ब्यागमा रोपेको पनि ल हेर्नुहोस् त। हजुरलाई पनि एउटा करेलाको बोट, एउटा दुईवटा भान्टाको बोटहरू लगाउनु भयो भने खानालाई आफूलाई मजाले निक्लिन्छ है साथीहरू। हेलो साथीहरू नमस्ते, वेलकम कल्याणी गार्डनमा। आज चाहिँ मेरो यो प्रकारको फुल फुलेको छ साथीहरू, हेर्नु न। यो प्रकारको कस्तो नै होला भने चाहिँ यसपालि पनि देखेको यो फुल मैले है, पहिला देखेको थिइनँ। यसपालि ल्याएर रोपेको यस्तो फुल्दो रहेछ है। पत्ता चाहिँ यस्तो ठुल्ठुलो जङ्गल जस्तो के, जङ्गलमा पहिला पहिला यस्तै हुन्थ्यो, सेम त्यस्तै थियो हेर्नु। र फुल फुल्दा कति राम्रो देखिँदैछ कि फेरि। आहा कस्तो राम्रो फुल साथीहरू। हस् त। हेलो साथीहरू नमस्ते। हेर्नु न, आज अर्को एक वर्षमा फुल्छ फुल यो चाहिँ है, एक वर्षमा फुल्छ है। त राम्रो फुल्छ है, पत्ता सत्ता हुँदैन, फुल मात्रै हुन्छ यसको। हेर्नु न, हेर्नु न कति राम्रो फुल। आहा नि त, हेर्नु यस्तो हुन्छ यसको जरा है, यस्तो हेर्नु कति राम्रो फुल छ साथीहरू। हस् त। हेलो साथीहरू गुड मर्निङ कल्याणी गार्डनमा। आज मेरो 12 मासी फुल हेर्नु साथीहरू, 12 मासी फुल हेर्नु कति राम्रो फुलेको। फुलेपछि फुल राम्रो देखिन्छ नि है। हेर्नु कति राम्रो देखेको फुल, हेर्नु त कति राम्रो फुल। हेलो साथीहरू नमस्ते। आज चाहिँ मेरो गार्डन यो फुल फुलेको छ। मैले चाहिँ यो चाहिँ विराटनगरबाट लिएर आएको है। यता विराटनगर बल्ल फुल दुई कलरको छ। यो येल्लो कलरको चाहिँ अलिक फुले होइन, यो रेड कलरको चाहिँ फुलेको छ हेर्नु है। अब यसको चाहिँ सर्छ सर्दैन त्यो चाहिँ मलाई थाहा छैन, तर बनायो भने म साथीहरूलाई बोलाएर दिनेछु है। त्यो साथीहरू हेर्नु यो कस्तो राम्रो फुल। आहा हेलो साथीहरू गुड मर्निङ कल्याणी गार्डनमा। आज मेरो 12 मासी फुल हेर्नु साथीहरू, 12 मासी फुल हेर्नु कति राम्रो फुलेको। फुलेपछि फुल राम्रो देखिन्छ नि है। हेर्नु कति राम्रो देखेको फुल, हेर्नु त कति राम्रो फुल। हेलो साथीहरू नमस्ते। आज चाहिँ मेरो गार्डन यो फुल फुलेको छ। मैले चाहिँ यो चाहिँ विराटनगरबाट लिएर आएको है। यता विराटनगर बल्ल फुल दुई कलरको छ। यो येल्लो कलरको चाहिँ अलिक फुले होइन, यो रेड कलरको चाहिँ फुलेको छ हेर्नु है। अब यसको चाहिँ सर्छ सर्दैन त्यो चाहिँ मलाई थाहा छैन, तर बनायो भने म साथीहरूलाई बोलाएर दिनेछु है। त्यो साथीहरू हेर्नु यो कस्तो राम्रो फुल। आहा